हेलो नमस्ते वेलकम टु माई युट्युब च्यानल। तपाईहरुलाई कस्तो छ? हामी पनि यहाँ सन्चै छौँ। आज चाहिँ हामी दुईटी मिलेर थुक्पाको मुकबाङ गरौँ भन्ने सोचेर यहाँ थुक्पा बनाएर भन्दा पनि आज स्पेशल हो। संगीताको चाहिँ 2 दिन बिदा थियो हिजो र आज। मेरो चाहिँ हिजो पनि बिहानमा 5 बजेबाट ड्युटी थियो, आज नि मेरो 5 बजेबाट ड्युटी बिहान। म ड्युटी सकेर आउँदाखेरि त मलाई केही थाहा थिएन। आज सरप्राइज मेरो साथीको तर्फबाट कस्तो छ, अब हामी खाएर हेर्न चाहन्छौँ। यहाँ थुक्पा छ, यहाँ मासु पनि छ, मासु यहाँ अङ्गुर पनि छ, अलिकति भए पनि छ। अनि यहाँ चाहिँ के हो रहेछ लेमन पनि छ। ल यति भन्दै खाए अन्तिमसम्म हेरेर साथ सहयोग गरिदिनु होला। मन पर्यो भने लाइक सब्सक्राइब कमेन्ट पनि गरिदिनु होला। तपाईहरुको सपोर्टले हामी धेरै अगाडि बढ्न चाहन्छौँ। ल खाए है इतादाकिमास। ओइसी देश हो। आरिगातो गोजाइमास। चम्चा चाहिँ ल्याइन छ कि सुप चाहिँ कसरी पिउनु? त्यसले पिउनु गर। बरु भिडियो चाहिँ आउनु गर्नुपर्छ। पिउनु सुप पिउनलाई के हुने? अलि लाग्छ कि ठिकको भइन्छ सादा खा। अस्ति नै बनाउँदा त्यो मरमसला हालेर बनाउँदा कस्तो भयो क्या। तर गाइज हाम्रो एउटा दिदी पनि हुनुहुन्छ, दिदी छुट्नु भयो। शिला दिदी कोही मिस यु। हामीले मिस गरिरहेछौँ। तपाईँ भएको भए नि 3 जना बसेर सेयर गर्न पाउँथ्यो। तपाईँ काममा हुनुहुन्छ। तपाईँलाई यहीँबाट धेरै धेरै माया सम्झेको छु। दिदी फर्स्ट बाइट खाए ल। शिला दिदी आउनु हो क्या फोन गरेर। मिठो भएको छ र मलाई चाहिँ मिठो लाग्यो। मैले बनाएर मिठो हो। तर खुर्सानी चाहिँ 2टा ल्याएको है। कहाँ हरायो भन्छ छ। मलाई त पिरो भयो। अलिकति खाएको यहाँ हराएर भइसक्यो। अब यो त हार बेर भोलि बिहान अब नखाइकन काममा जाने र होइन। इन्जिन त ठिक हुन्छ नि। आज दिउँसो नि रामेन खाएको क्यान्टिनमा नि। हिजो पनि रामेन खाएको। मासु फ्राई मात्र गर्दा पनि मिठो हुने चाहिँ। हिजो पनि त्यस्तै गरेर हिजो त अलि राति अरे। आज त तिमीले अत्तायो। कहाँ मैले अत्ताउनु? अत्तायो खुट्टा माछा खानु मन लाग्यो। हामी बबाल चना त त्यहाँ उमाल्दा मात्र पाक्दैन होला भने पाएको उमाले भिजाएको थिएन। त्यही पनि पाकेछ। अचानक भयो त है। आमा लास्ट पिरो भयो। क्या डेन्जर छ। खाउँ लाग्ने देखाउनै मिल्दैन। हाम्रो गरिब क्यामेरा छ फेरि होइन। तिमी छोडेर गएपछि नि मलाई मिस गर्छौ होला है। कहिले छोडेर जाने? सँगै जानु भनेको। प्याजमा माथिबाट हालेको नि कता कता पुगिसक्यो। अहिले त झोकी जाने क्या प्याज टाउकोमा त्यसै त आउँदैन। त्यो अलिक गरम पर्थ्यो सानो गराएको थियो। पिरो भयो। यो चाहिँ अङ्गुर सुनभन्दा महँगो। म त खासै ल्याउँदिनँ, सिधा ल्याउँछ। फर्पु चाहिँ म ल्याउँछु। सामानको छोरी फर्पु नखाने मासु मात्र खाने। जस्तै तामा आज क्यान्टिनमा भोलिको लागि फेरि रामेनै बिहे गरेको थिएँ। फेरि पछि त मलाई त मिठो लागेन। फेरि ए नै गरेर छोड्दैन। बरु भातै खान्छु भनेर। रामेन खाना खारागे पनि पायो होला। पाक्यो। खारागे पनि पाउँछ होला।
त्यति पनि धेरै खान नसक्दो रहेछ कि जरा हो यत्रो त छ त्यति लिएर बस्यो कि नै बस्न पनि सँगै बसेर खाएको खै हप्तायो भन्नुहुन्छ हाम्रो युट्युब च्यानल एकदम चाहिँ भाइरल भएर पैसा कमाउँछ होइन जसको मोबाइलमा यो भिडियो पुग्छ प्रत्येक तपाईँहरूले चाहिँ यो भिडियोलाई चाहिँ लाइक र सब्सक्राइब र सेयर गर्न चाहिँ नबिर्सिनु होला है खाऊ क्या अब त अगाउँदै आइसक्यो अहिले यत्रो खाएर फेरि भात खान्छु मतलब पकाएर भन्ने अरे क्या सक्दिनँ भात त जाग्नेछ महँगैसित अब चाहिँ हामीले फाइनल पुग्नलाई सकिन लागिसक्यो यस्तै हो अब हामीले खाएर भ्यायो यी सकेन लाग्यो कस्तो लाग्यो तिमीलाई मलाई मिठो लाग्यो तिमीलाई धेरै धन्यवाद सङ्गीता वेलकम रे वेलकम यति भन्दै हामी चाहिँ अब मेरो बिदाको दिन चाहिँ म पानीपुरी बनाउँछु तर तिमीले काम सुरु 11 बजेर न बेलुका आएर खान्छ है अब लास्ता भयो यति भन्दै आजको लागि चाहिँ हामी छुट्टिन चाहन्छौँ अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला बाई बाई